उपस्थित साथीहरू, अब अहिले एकदमै म स्तब्ध छु। मनिल तामाङ भाइलाई म राम्ररी चिन्थेँ। हामीले धेरै पटक सँगै आन्दोलन गरेका थियौँ। आन्दोलन दौरानमा नेपाल सशस्त्र प्रहरी सङ्घको झडपमा उहाँलाई गोली लागेको थियो र 16 वर्षको कलिलो उमेरमा नै उहाँले शहादत प्राप्त गर्नुभएको छ। त्यसको निम्ति म पर्सनल एकदमै स्तब्ध छु। फेरि पनि यथार्थलाई स्वीकार गर्नुको विकल्प छैन र आज काठमाडौँमा यसरी ओपनली यो खुल्ला ठाउँमा मनिल भाइलाई मैले सम्झिनु पाउँदा पनि हर्षित छु। र मलाई दुःख के लाग्छ भने समानुपातिक प्रणाली, समानुपातिक चुनाव प्रणालीको निम्ति जुन उहाँले जीवन आहुति दिनुभयो, आज यो देशमा समानुपातिक चुनाव प्रणालीलाई एकदमै विस्तृत बनाइएको छ र त्यसको सिद्धान्त विपरीत कामहरू भइराखेको छ। यहाँ सबैलाई थाहा नै छ कि समानुपातिक प्रणालीको मार्फत नै नेपाली काङ्ग्रेसका तत्कालीन सभापति गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री बन्नु भएको थियो र अहिले तथाकथित ठुला पार्टीका ठुला नेताहरू, नेतृत्वहरू हाम्रो मनिल तामाङको शहादत प्राप्त समानुपातिक चुनाव प्रणाली मार्फत अहिले पार्लिमेन्टमा 100 जना हुनुहुन्छ। तर यो चुनाव प्रणालीमा आफ्नो ज्यानको आहुति दिने मनिल तामाङलाई सम्झिने गरिँदैन। यो एकदमै दुःख कुरा हो। त्यसैले म भन्न चाहन्छु, समानुपातिक प्रणालीको थीम के हो, आइडियोलोजी के हो, प्रिन्सिपल के हो, सो अनुसारको कार्यनीति व्यवहारमा उतार्न पनि म नेपाल सरकारलाई र प्रत्येक राजनीतिक दलहरूलाई म अपिल गर्न चाहन्छु।